हेलो हेलो नमस्ते सबैमा। योभन्दा पहिलाको एपिसोडमा चाहिँ हामीले हिराकाना र काताकाना लेख्न र पढ्न सिकेका थियौँ भने अब चाहिँ हामी तेन्तेन र मारुको प्रयोग गर्न सिक्छौँ है। तेन्तेन र मारु प्रयोग गरेर चाहिँ शब्दहरू कस्तो कस्तो बनाउँछ। पहिलो सुरु भन्नुपर्दाखेरि तेन्तेन र मारु चाहिँ हिराकाना र काताकानाको केही अक्षरहरूमा मात्रै तेन्तेन र मारु लाग्छ है। अब ती अक्षरहरू लेख्दै जाउँ हेर्दै जाउँ है के बन्छ। म पहिले भनिदिन्छु कि कासाताहामा तेन्तेन र मारु लाग्छ, तेन्तेन लाग्छ है। कासाताहामा तेन्तेन लाग्छ भने हामा मात्र मारु लाग्छ। यो चाहिँ पहिले मैले तपाईँहरूलाई भनिदिइहालेँ, तपाईँहरू नोटिस गरिराख्नु। कासाताहामा तेन्तेन लाग्छ भने हामा मात्र मारु लाग्छ है। अब ती अक्षरहरू हामीले हेरौँ। का, कि, कु, के, को। अब काकी कुकेकोमा तेन्तेन लाउँदाखेरि के भन्छ त अब है। यहाँ हेरौँ है त। का, कि, कु, के, को। काकी कुकेको है। अब यो काकी कुकेकोमा चाहिँ हामीले तेन्तेन लाउँदाखेरि के चाहिँ भन्छ त। कामा तेन्तेन लाएर, कामा तेन्तेन लायो गा, किमा तेन्तेन लायो गी, कुमा तेन्तेन लायो गु, केमा तेन्तेन लायो गे, कोमा तेन्तेन लायो गो है। इजी छ। कामा तेन्तेन लाउँदाखेरि गा। म तपाईँहरूलाई यहाँ पहिलो सुरु एउटा सूत्र दिन्छु है। का, गा, सा, जा, ता, दा, हा, बा। त्यसपछि हा मारु लाउँदाखेरि है, मारु लाउँदाखेरि पा। ल का, गा, सा, जा, ता, दा, हा, बा, हा, पा। यो चाहिँ मारु लाउँदाखेरि है। यो चाहिँ तेन्तेन लाउँदाखेरि है, तेन्तेन लाउँदाखेरि है। सिकिहालौँ। कालाई यो का हो नि त पहिला। यो हटाइदिने हो भने यो का भयो होइन। अनि यहाँ दुईवटा यस्तो गरिदिनु भने काको गा भयो होइन, किको गी भयो, कुको गु भयो, केको गे भयो, कोको गो भयो। अब त्यस्तै गरी साको पालो है त। सा, सरी, सी, सु, से, सो। सासी सुसे सो। सा, सी, सु, से, सो। अब हामीले सासी सुसेमा तेन्तेन लाउँदाखेरि जा बन्छ भन्ने बुझिसक्यौँ। जा जिजु जेजु होइन, जा जिजु जेजु सजिलो छ त। जा जिजु सालाई तेन्तेन लायो। अब यो जा भयो, यो सीलाई तेन्तेन लायो जी भयो, सुलाई तेन्तेन लायो जु भयो है। अनि त्यसपछि सेलाई तेन्तेन लायो जे भयो, सोलाई तेन्तेन लायो जो भयो। सरी तेन्तेन यहाँ हुन्छ। ल जो भयो। कति सजिलो छ। का, गा, सा, जा। अब ताको पालो आयो है। ता, ची, चु, ते, तो। ता, ची, चु, ते, तो। तपाईँहरूलाई थाहा छँदैछ ताको पछाडि ता ती आउँदैन, ता ची आउँछ, त्यसपछि चु आउँछ, ते तो आउँछ है। अब तालाई तेन्तेन लाउँ। ता, ची, चु, ते, तो। अब तालाई तेन्तेन लाउँदाखेरि के भन्यो। ता दा होइन, तालाई तेन्तेन लाउँदा दा भन्यो। चीलाई तेन्तेन लाउँदाखेरि दी अनि जी पनि दुइटै भन्छ है। दी जी दुइटै भन्छ है। अनि चुलाई तेन्तेन लाउँदाखेरि दु जु यो पनि दुइटै भन्छ है। अनि तेलाई तेन्तेन लाउँदाखेरि चाहिँ दे भयो। त्यसपछि तोलाई तेन्तेन लाउँदाखेरि दो भयो है। कति सजिलो। आहा कति सजिलो। तपाईँहरू यसो प्र्याक्टिस गर्नुहोस्। यो त तपाईँहरूले
खानुहुन्छ क्या केही छैन यस्ता जाबु। अब हाको पालो हा हि फु ए सरी है फु हे हो हा सरी आ हि फु हे हो हा हि फु हे हो। अब हालाई तेन लाउँदा बा भन्यो। यति विचार गर्नु। हिलाई तेन गर्दा लाउँदा बी भन्यो। फुलाई तेन लाउँदाखेरि बु भन्यो। हेलाई तेन लाउँदाखेरि बे भन्यो। त्यसपछि हे पछि होलाई तेन लाउँदाखेरि बो भन्यो। बाबी बुबे बो होइन। ल एकचोटि सर हेरौँ। कालाई तिन लाउँदा गा बन्यो। सालाई तिन लाउँदा जा बन्यो। तालाई तिन लाउँदा दे बन्यो। हालाई तिन लाउँदा बा बन्यो। त्यसपछि अब हामीले पढेको थियौँ हिराकाना र काताकानामा हिराकाना र काताकानाको कासाता हामा तेन लाग्छ। तर हामा मारु पनि लाग्छ। हा एउटामा मात्रै है। हा एउटामा मात्रै मारु लाग्छ। अब हा हि फु हे हो आ हि फु हे हो है। हा हि फु हे हो। त्यसपछि अब हामीले सम्झिनु पर्यो कि हा एउटामा चाहिँ मारु लाग्छ। अरू कासाता हामा तेन लाग्छ है। हामा तेन लाग्छ। मारुको लागि चाहिँ हा एउटामा चाहिँ मारु लाग्छ। अरूमा चाहिँ कासाता हामा चाहिँ तेन लाग्छ है। यो तेन लगाएर आयो भनेदेखि बा बन्छ भनेदेखि मारु लगाएर आयो भने पा बन्छ है। ल यसलाई मारु लाउँ। हालाई मारु लाउँदा पा हिलाई मारु लाउँदाखेरि पी फुलाई मारु लाउँदाखेरि पु हेलाई मारु लाउँदाखेरि पे होलाई मारु लाउँदाखेरि पो। कति सजिलो छ है। सजिलो छ। धेरै त्यस्तो गाह्रो छैन क्या। तपाईँहरू ध्यान दिएर एकदम प्र्याक्टिस गर्नुहोस् क्या घरमा। यति यो त यही तरिका यसो भनेर लेख्नु न। का गा सा जा ता दा हा बा तेन लगाउँदा सरी यस्तै लेखिदिन्छु। तेन लगाउँदा बन्छ। त्यसपछि बाँकी रह्यो हा एउटामा मारु लाग्दा पा हुन्छ। हामा मारु लाग्दा पा हुन्छ है। इजी छ। ल सबैले यस्तै गर्नु होला होइन। अब हाम्रो चाहिँ नेक्स्ट एपिसोडमा चाहिँ सानो चुको प्रयोग छ। अब सानो चु चाहिँ अर्को एपिसोडमा हेरौँला। अब यो चाहिँ हामीले अहिले चाहिँ यति जानु है। यो एकदम इम्पोर्टेन्ट मोस्ट इम्पोर्टेन्ट छ है। यो हामीले अब पछि लेसनमा पुगिसकेपछि चाहिँ यो धेरै नै इम्पोर्टेन्ट क्या। धेरै नै इम्पोर्टेन्ट छ। त्यही भएर सबैजनाले ध्यान दिएर सिक्नु होला। सजिलो छ है। हस् त धन्यवाद। मेरो च्यानल लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। सब्सक्राइब गर्नु भएको छैन भने प्लिज अहिले नै सब्सक्राइब गरिदिनु होला। अरू नयाँ इन्फर्मेटिभ भिडियोहरू नि आउँछ हजुरहरूको लागि भनेर है। मैले नि अब हजुरहरूले हेर्नुभयो भनेदेखि हजुरहरूको लागि भनेर बनाउने हो होइन। अब तपाईँहरूले हेरेर साथ सपोर्ट दिनुभयो भनेदेखि मलाई पनि भिडियो बनाउन थप एक्साइटेड हुन्छ। म आफूले पनि जान्छु तपाईँहरूले पनि जान्नुहुन्छ क्या है। त्यही भएर चाहिँ